हामी आइपुगेका छौं जनकपुरको यो धनुष सागर पोखरी हो। यसका थुप्रै कथाहरू छन्। यो पोखरी हाम्रो सरोवरहरूको जुन हाम्रो सरोवरहरू छ ती सरोवरहरूको थुप्रै कथाहरू छन्। कतिपयले के भनिरहेको अवस्था छ भने यो पोखरीमै अर्थात् अहिले यो पोखरी रहेको ठाउँमै तत्कालीन त्रेता युगमा राजा जनकको जुन दरबारमा धनुष थियो जसलाई सीताले पूजा गर्ने क्रममा उठाइन् र रामले प्रत्यञ्चा चढाएर भाँचेको थियो, त्यो यिनै ठाउँमा थियो। कतिपयले यो पनि भन्छन् कि जब धनुष भङ्ग भयो अर्थात् धनुष टुट्यो त्यो बेलामा त्यो धनुषमा भयङ्कर विस्फोटको भयो र भयङ्कर विस्फोट हुँदाखेरि यो यत्र तत्र कणहरू यसको छर्कियो वा गयो र त्यो कणहरू यही धनुष सागरमा पनि खसेको एउटा विश्वास रहेको छ। अर्कोतर्फ जनकपुरको इतिहासका कुरा गर्ने हो भने साधु सन्तहरूले पुर्याएका योगदानको कुरा गर्ने हो भने खास गरेर जनकपुरको समृद्धि र विकासमा साधु सन्तको प्रमुख योगदान रहेको छ। कुनै समयमा जनकपुरको जानकी मन्दिरमा रहेको भगवान अर्थात् त्यहाँ जुन सीताजीको मूर्ति छ त्यो सीताजीको मूर्ति चोरी भएको थियो र चोरी भइसकेपछि त्यसलाई चोरहरूले भारतमा गएर एउटा नदी एउटा तलाउमा फाले र त्यो आरोपमा जनकपुरमा रहेका साधु सन्तहरू थुप्रैलाई प्रहरीले समात्यो अनुसन्धानको क्रममा र त्यसमै रहेका एकजना साधुलाई पनि समात्यो र यातना पनि दिएको कुरा पनि आयो र पछि गएर उहाँले एउटा किताब लेख्नुभयो जानकी चरितामृत। सीताको विषयमा सीताका गाथाहरूलाई त्यसमा लेखिएको छ र कतै न कतै यो अवस्था के छ भने साधु सन्तहरूले जनकपुरको उत्थानमा प्रमुख योगदान दिए। मेरो पछाडि हेर्दै हुनुहुन्छ यो पुरुषोत्तम मन्दिर हो। यहाँको मन्दिरको विषयमा अनेकौं विशेषताहरू छन्। यहाँ कुनै समयमा एकजना नागा बाबा हुनुहुन्थ्यो, उहाँले यो ठाउँमा आएर उहाँ भालुसँग बस्नुहुन्थ्यो, कतिपयले उहाँलाई भालु बाबा भन्थे। त्यसपछि त्यहाँ एउटा ज्योतिषी आएर त्यो मन्दिरको स्थापना गरे र त्यो ज्योतिषी हुनुहुन्थ्यो केशव उपाध्याय। उहाँले ज्योतिषमा राम्रो पारङ्गत भएकोले धेरै शिष्यहरू हुनुहुन्थ्यो उहाँको र यो मन्दिरको भव्य निर्माण गर्यो र अहिले अवस्था हेर्ने हो भने त्यहाँ पर्यटकीय गन्तव्य आकर्षणको केन्द्र बनेको छ। हामी आजको यो यात्रामा तपाईहरूलाई यो मन्दिरको अवस्था, मन्दिर कस्तो छ, के छ भित्र त्यो देखाउँछौँ र अर्कोतर्फ यो मन्दिरका विषयमा जानकारी दिन्छौँ। धनुष सागरको पूर्व दक्षिण तथा गङ्गा सागरको पश्चिम दक्षिण कुनामा रहेको दिव्य प्रकाशमान धाम झै यो मन्दिर प्रसिद्ध रहेको छ। मन्दिरको नाम हो ओम भगवान पुरुषोत्तमस्य हलङ्कृत मन्दिर। यसमा पार्वती, शिव, लक्ष्मीनारायण, राम जानकी, महाकाली, सिद्धिविनायक र हनुमान आदिको अतिरिक्त हिन्दूका विभिन्न देवी देवताहरूको अनौठो रूप र आकृति तथा तिनीहरूको धाम समेत ढलौट गरी आकर्षक ढङ्गले सजी सजाउ गरी बनाइएको छ। यो एउटा जनकपुरको थप दर्शनीय आकर्षक ठाउँ बनेको छ। यो मन्दिरको निर्माण भालु खोलाका नागा बाबाको समाधि स्थलमा बनाइएको छ। उनकै स्मरणमा पण्डित केशव प्रसाद उपाध्यायले विभिन्न दाताहरूको सहयोगमा यो मन्दिर बनाउन लगाएका हुन्। भालु खोला बाबा निष्ठावान त्यागी सन्त थिए। उनले जनकपुरको मन्दमहिर पर्वतको तल त्रिमुहानको बीचमा रहेको भालु खोलामा रही भजन कीर्तन गर्दथे। उनी कहिले लगौटी लगाएर, कहिले साडी चुरा लगाएर, कहिले नाङ्गै यत्र तत्र घुमी भगवानको भजन कीर्तन गर्थे। त्यहाँ रहँदा उनी बाघ, हरिण, भालु, गिद्ध, कुकुर, काग आदि पशुपक्षीसँग बसेर खाना खाने गर्दथे रे। उनी सर्पको बिछौनामा सुत्ने गर्दथे। यस मन्दिरको दक्षिणमा जोडिएर ओमकार विग्रह लङ्कृत देवमाता गायत्री मन्दिरम, पूर्वमा देव उत्थान ऋषि आश्रम छ र यसको पूर्वमा गङ्गा सागरसँग जोडिएर छैठी देवीको मन्दिर बनाइएको छ। श्री केशव प्रसाद उपाध्याय स्वयं नाम चलेका ज्योतिष थिए। उनलाई मिथिला
जनकपुर र त्यहाँका सन्त महन्तप्रति आस्था थियो। उनी मिथिला जनकपुर प्रिय सन्त थिए। उनलाई यही मिथिला जनकपुरको भूमिमा आफ्नो इहलीला समाप्त गर्ने इच्छा थियो। बिरामी परी उपचारको सिलसिलामा काठमाडौँ गए। उपचार चलिरहेको थियो। प्राण त्याग काठमाडौँमै हुन्छ भन्ने डरले जनकपुर आउने इच्छा थियो। जनकपुर आए। भोलिपल्ट उनी साकेतवासी भए। अहिले मन्दिरको रेखदेख उनका शिष्यले गर्दै आएका छन् र मन्दिरको सम्पूर्ण खर्च पूजापाठका व्यवस्थाहरू स्थानीयहरूको सहयोगमा हुने गरिएको छ।